दर्शन नमस्ते। म चाहिँ आज हजुरहरूको सामने चाहिँ राराको भोग लिएर आएको छु। हामी चाहिँ इटरीबाट चाहिँ फर्स्ट डे चाहिँ सुर्खेतको लागि गयौँ। सुर्खेतको हाम्रो चाहिँ 24 आवर्सदेखि 26 आवर्स नै लाग्यो होला कि हामीलाई सुर्खेत पुग्नलाई। अनि हामी चाहिँ फर्स्ट डे चाहिँ सुर्खेतमा बसेर त्यसपछिको हाम्रो यात्रा भनेको चाहिँ माघमादेखि नाङमा भए पनि जानु थियो। त्यसको लागि चाहिँ हामीले चियाबाट सुरुवात गऱ्यौँ र हामी माघमाको लागि प्रस्थान भयौँ गाडीमा। हाम्रो यात्रा चाहिँ अब सुरु हुन्छ फर्स्ट डे होइन। अनि त्यहाँनिरको बाटोहरू त्यो गाडीहरू एकदम के पाहाडको चाहिँ मैले यात्रा गरेको थिइनँ। कस्तो नयाँ एडभेन्चरस लागेको क्या मलाई चाहिँ। त्यो पानीहरू कस्तो रफा कति सफा के पानी जहाँ म त पानी खानु जस्तो फिल भइरहेको थियो के। अनि हाम्रो चाहिँ माघमाबाटको पनि बसेर हामीले बसेर पनि हाम्रो डे 2 चाहिँ स्टार्ट भइसकेको थियो यतिखेर चाहिँ। अब हामी चाहिँ आज तालचाल पुग्नु थियो। जसरी पनि तालचा एयरपोर्ट अथवा तालचा जतै पनि पुग्नु पर्ने चाहिँ थियो। अनि हामी रातिको 9 बजे पुग्यौँ होला। मैले भिडियो चाहिँ लिएको रहेनछु। र हाम्रो बिहानको यात्रा चाहिँ तालचाबाट चाहिँ हामी राराको थियो र हिँड्दै थियौँ। हिँड्न चाहिँ अलिक नसकेर त्यसपछि चाहिँ हामीले घोडामा जाने गऱ्यौँ है। अनि मेरो चाहिँ फर्स्ट त्यो घोडाको एक्सपिरियन्स चाहिँ यस्तो थियो नि साथीहरू, म त भन्न सक्दिनँ कि म यस्तो डराइरहेको थिएँ नि। म त्यो फेक हाँसो हो कि म त्यो घोडा कताबाट कुद्दो रहेछ नि त। मलाई एकदम अननोन थियो कि म चढेकै थिइनँ नि त। अनि कसरी थाहा हुन्छ मलाई। म मोबाइलमा भिडियो बनाउँछु भनेर थिएन पनि मोबाइल ठडिरहेको थिएँ कि। अनि फाइनली हामी पुग्यौँ रारामा, जुन चाहिँ हाम्रो फर्स्ट ड्रिम थियो। वी एकम्प्लिस इट होइन। अनि म नाचेँ। त्यसपछि हेर्छु न, म नाचेको पुरै नाचिरहेको छु। अनि नाच्दै थिएँ त्यो पानी देखेर के। यो चाहिँ एकदम टाइम दिएर सिजन अनुसार चेन्ज हुन्छ नि त। अनि डिप ब्लू र ग्रिनमा चाहिँ त्यहाँको पानीहरू चाहिँ सिजन अनुसार टाइम अनुसार चेन्ज हुन्छ। पर्फेक्ट टाइम भनेको चाहिँ रारा जानलाई भनेको चाहिँ हामीलाई चाहिँ त्यहाँको मान्छेहरूले भन्ने अनुसार चाहिँ हामीलाई कि त यो हाम्रो के अरे वैशाखतिर कि त हामी गएको टाइम भनेको कार्तिक मङ्सिरतिर हो। त्यो टाइम चाहिँ एकदम राम्रो अरे के। हामी त्यही बेला पुगेका थियौँ। मैले साडी लगाएर एउटा दुईवटा भिडियो बनाएँ। अनि हामी त्यसपछि टाइम एकदम कम भएकोले चाहिँ हामी नबसेर हामी 2 दिन चाहिँ ब्याक टु हुनु थियो कि हामीलाई सुर्खेत पुग्नु थियो। अनि हामी चाहिँ गयौँ त्यहाँबाट होइन। अनि म चाहिँ जाँदाखेरि पनि घोडामै आउँदा पनि घोडैमै भयो कि। म चाहिँ त्यो हिँड्नै नसक्ने रहेछु होइन, किनकि फर्स्ट ट्रेक भएर हो। रारा बाई रोड जाँदाखेरि पनि त्यो गाडीमा बसेरै झ्याउ हुने के मान्छेलाई चाहिँ। अनि त्यो घोडा उफ्रिएको हेरेर म हाँसेँ। त्यो एकदम डराइरहेको थिएँ नि त। अनि हेर्छु न मेरो क्याप्चर होइन। तर म रमाइलो गर्दै एकदम पिसफुल के। एकचोटि चाहिँ लाइफ टाइममा जानुपर्ने ठाउँ रहेछ रारा चाहिँ। यदि हजुरहरूलाई कस्ट होइन कति लाग्यो अनि बाई रोड चाहिँ के हुँदो रहेछ भनेर जान्न मन छ भने चाहिँ प्लिज डु कमेन्ट होइन। मलाई हजुरहरूले कमेन्ट गरेर सोध्न सक्नुहुन्छ। म अर्को भिडियो हजुरहरूलाई बनाएर दिनेछु। यो बाटोको सुन्तला र हाम्रो बाई रोडको चाहिँ ट्रिप यति नै छ। म हजुरहरूलाई अरू फेरि बताउने छु।